नमस्ते सबैजनालाई। म मिस्टर लामा भाइ। आज चाहिँ म उहाँ विनोद तामाङ दाईबाट आएको छु र उहाँ चाहिँ अब क्यान्सर पीडित हुनुहुन्छ। उहाँ दाईलाई चाहिँ क्यान्सर पीडित हुनुहुन्छ 8 महिना 9 महिनादेखि अगाडिदेखि नै। अनि उहाँ दाईलाई चाहिँ सबैजनाले अब मेरो टिम जो पनि हुनुहुन्छ, देश विदेशमा हुनुभएको दाजुभाइ दिदी बहिनीहरू सबैजनाले चाहिँ मिलेर चाहिँ सानो सहयोग गरिदिनु होला उहाँ दाईको लागि। सेवा नै धर्म हो। हजुरहरूले सानो हेल्पले नै दाईलाई ठुलो सहयोग हुनेछ। त्यही भएर हजुरहरूले चाहिँ सहयोग गरिदिनु होला उहाँ दाईलाई। जति सक्नुहुन्छ आफ्नो सहयोगी मनहरू हुने आफ्नो साथीभाइहरू दिदीबहिनीहरू सबैजनाले सेयर गरिदिनु होला। आज चाहिँ उहाँ दाईबाट मैले भेटेर सबै कुरा बुझेँ। उहाँ दाईलाई चाहिँ धेरै अब सहयोग चाहिँदैछ। उहाँ अब दाई अब अहिलेसम्म बिरामी हुनुहुन्छ। त्यही हो, अब मैले कन्डिसनहरू सबै चेक गरेँ दाईको। अब मैले सबै चेक गर्दाखेरि अब धेरै गाह्रो बन्दैछ उहाँ दाईलाई। त्यही भएर सबैजनाले सहयोग गरिदिनु होला उहाँ दाईलाई, त्यही भन्न चाहन्छु। र उहाँ चाहिँ अब विगत कति वर्ष हुनुभयो दाइ? कति अगाडि 8 महिना अगाडिदेखि भन्नुभयो होइन? ए उहाँ चाहिँ अब 2 वर्ष विगत 2 वर्ष अगाडिदेखि नै उहाँ चाहिँ हस्पिटलमा अब भर्ना हुनु भएको रहेछ। त्यही भएर अब उहाँले भन्नुभएको चाहिँ अब जस विगत 2 वर्षदेखि चाहिँ हस्पिटलमा हुनुहुँदो रहेछ र अनि क्यान्सर भनेर चाहिँ अब क्यान्सर नै रहेछ भनेर चाहिँ 8-9 महिना भरि उहाँलाई थाहा भएको। त्यही भएर उहाँले चाहिँ अब सबैजना मिलेर चाहिँ सहयोग गरिदिनु होला है। अब त्यही हो, अब मेरो अब जतिजना नि मलाई चिन्ने हुनुहुन्छ नि सबैजनाले चाहिँ अब मलाई त्यही हो, मलाई अब मेरो बायोमा नम्बर छ, हजुरहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हाम्रो लाइभमा आउनु सक्नुहुन्छ। अनि सहयोग गरिदिनु होला उहाँ दाईलाई जति सक्नुहुन्छ आफ्नो तर्फबाट। सहयोगी मन हुनेहरूले सहयोग गरिदिनु होला दाईलाई। सबैजना मिलेर अब ठिक होस् भनेर कामना नि गर्नु होला। अनि दाई हजुर के भन्न चाहनुहुन्छ सहयोगको लागि थोरै बोलिदिनुहोस् न है। अब नाम भनिदिनुहोस्। नमस्ते, म विनोद तामाङ। मेरो चाहिँ पहिला पेरिनियलको उपचार गर्दा टिचिङ हस्पिटलमा, त्यहाँबाट लगभग 1 वर्ष पछाडि चाहिँ क्यान्सर भनेर प्रमाणित भयो। जब क्यान्सर भनेर प्रमाणित भइसकेपछि रेडिएसन रहेनछ, त्यहाँ रेडिएसन नभइसकेपछि रेडिएसनको लागि मलाई भक्तपुर क्यान्सर हस्पिटलमा रिफर गर्यो। अनि भक्तपुर क्यान्सर हस्पिटलमा रेडिएसनको लागि नै म लगभग 5वटा किमो लगाउनु पऱ्यो यहीँ आएर। अनि 5वटा किमो पछाडि फेरि फर्केर उतै जानु भन्दाखेरि डक्टरले यहीँ गर्दाखेरि ठिक हुन्छ, हामी यहीँ गर्छौँ भन्ने खालको कुरा गर्यो। अनि यहीँ अहिले म उपचार गरिरहेको छु। अब यो क्यान्सर फेरि एकदम महँगो उपचारभित्र चाहिँ क्यान्सर हुँदो रहेछ। अब जब कि अब हामी जस्तो नर्मल्ली एउटा एक छाक खानलाई जीविकोपार्जन गर्नको लागि श्रम गर्नुपर्ने मान्छेहरूको लागि चाहिँ आफैले उपचार गर्नको लागि पैसा खर्च गर्न, आफूले पैसा खर्च गर्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ। मैले पनि विगत 8-9 महिना अगाडिदेखि नै टिचिङमा त्यत्रो बस्दै गर्दाखेरि त्यति धेरै खर्च भएन, त्यहाँ पनि खर्च त भएनै। अहिले मैले लगभग 18-20 लाख पैसा मैले सिधाइसकेँ अहिलेसम्म। अब खासै हामी त्यति धेरै ठुलो सम्पन्न परिवारको मान्छे होइन, गरी खाने परिवारको मान्छे। अहिले हजुरहरूले साथ सहयोग गरेर चाहिँ गर्नुभयो भने सायद म फेरि पनि पुनः रिकभर भएर गाउँ फर्किन्छु होला जस्तो चाहिँ मलाई आशा लागेको छ। ओके, धन्यवाद दाईलाई। सबैले सुन्नुभयो होला उहाँ दाईको कुरा है। सबैजनालाई फेरि नमस्ते। सबैजनाले आफूले सक्दो सहयोग गरिदिनु होला है। अनि हजुरहरूले मलाई अब वाट्सएपमा जोइन गर्न सक्नुहुन्छ। अनि उहाँ दाईसँग कुरा गर्नुहुन्छ भने उहाँ दाईको नम्बर पनि म कन्ट्याक्ट नम्बर पनि हजुरहरूलाई दिनेछु। हजुरहरूले पर्सनली रूपमा पनि सहयोग गर्न सक्नुहुन्छ र मेरै लिङ्कबाट पनि सहयोग गर्न सक्नुहुनेछ। र त्यही हो, हजुरहरू सबैजनामा अब उहाँ दाई विनोद तामाङ दाईलाई चाहिँ सबैजना मिलेर ठिक पार्नुपर्छ र सबैजनाले सहयोग गरिदिनु होला है। त्यही भन्दै म यति नै भन्न चाहन्छु। धन्यवाद है सबैजनालाई।